स्टोरी डिफ्रेन्ट हुने होइन यो स्टोरीले पनि मान्छेलाई टच गर्यो होला हजुरहरूलाई पनि टच गर्यो होला होइन एक्सन चाहिँ छँदैछ आफ्नो पार्टमा तर स्टोरी पनि बलियो छ क्या न्याय चाहिँ आई थिङ्क अब आफूले सक्ने जति गरेको हो डिरेक्टरसँग बसेर के कस्तो गर्न मिल्छ मेरो क्यारेक्टरलाई भनेर डिस्कसन गरेर सबै कुराहरू गरेको हो भनेपछि मैले आफ्नो साइडबाट दिएँ होइन अब मैले नै न्याय गरेँ भन्दा पनि उसले भने जस्तै हो क्या आफूलाई हेर्दा चाहिँ छा मैले अझै राम्रो गर्न सक्थेँ भन्ने चाहिँ सधैँ हुन्छ क्या जुन फिल्म हेरेर पनि हुन्छ क्या मलाई अनि त्यस्तै नै हो अब न्याय 100% भयो भने त्यो फेरि पछि राम्रो गर्नुपर्छ भन्ने नआउला क्या त्यो मेरोमा पनि भोग होइन त्यही भएर एभरेज नै भनौँ न मैले अहिलेसम्म 5वटा मुभी गरेँ 4वटा मुभीमा त फुल स्टार कास्टै हुनुहुन्थ्यो हेर्नुहोस् यसमा रणवीरदेखि लिएर सबैमा मैले अभिनय गरेकोमा सबैजना धेरै जस्तोमा स्टार कास्टहरू धेरै नै हुनुहुन्छ र मैले गरेकोमा मैले चाहिँ सिङ्गल लिड गर्छु भने मलाई नआएको होइन स्क्रिप्ट होइन तर मलाई चाहिँ मुभी मेकिङ टिम कस्तो छ म त्यो सेलेक्ट गर्छु क्या त्यही भएर मलाई यस्तो हजुरले सोध्नुभएको क्वेसनले चाहिँ म्याटर चाहिँ गर्दैन त्यो म सिङ्गल आम अथवा डबल आम मलाई मान्छेले नोटिस गर्नु पऱ्यो मेरो अभिनयलाई अलिकति हेरिदिनेसम्मको दर्शक हुनु पऱ्यो मलाई त्यति भन्नुहुन्छ अभिनयको रमाइलो पक्ष भनेको चाहिँ अब स्टोरी लेख्ने मान्छेले चाहिँ होइन के सोचेर लेखा हुन्छ नि त्यो स्टोरीमा म फिट भएँ भन्ने नै मेरो लागि चाहिँ एकदम रमाइलो कुरा हो क्या त्यो नै रमाइलो लाग्छ मलाई अनि त्यसमा मैले एक्टिङकै कुराहरू गर्नु पऱ्यो भने चाहिँ एक्टिङ चाहिँ एक्सपिरियन्स